बालेन सरकार जब मेयर थियो उसको श्रीमती को पेट में बच्चा थियो तो एम्बुलेंस रोक्दाखेरि जान दिँदैनस् भने म पुरै सिंहदरबार आगो लगाइदिन्छु भनेर भनेको थियो हैन। एउटा दलित परिवारको घरको बुहारी बित्दाखेरि उसले बेलामा न्याय नपाउने र म जस्तो समाजसेवीले आवाज उठाउँदाखेरि म माथि नाना थरीको आरोप लगाउने मलाई आरोप लगाउने लु छु म हरेक सम्बाङको झोले छु म के भयो त राम्रो मान्छेको समर्थन कहिले गर्दैन लु कर मलाई लान्सर लाउनु तर त्यो भाइले न्याय पाउनु पर्यो नभए भोलिदेखि अझै कडा यहाँ हामीहरू उतो गर्छु आन्दोलन गर्छु कडा चेतावनी छ सरकारलाई छिटोभन्दा छिटो बच्चाको आमालाई न्याय दे र यो भाइको श्रीमतीलाई न्याय दे नभए धेरै तोक हुन्छ। तपाईँलाई नेपाल सरकारलाई भन्न चाहन्छु म तपाईँको आफ्नो श्रीमती र बच्चा प्यारो उहाँको पनि त आफ्नो श्रीमती प्यारो छ नि त। मानवता भन्ने चिज हुन्छ मानवता। एउटा कुरा मैले अर्को नि तपाईँलाई सोधेँ के ऊ चाहिँ दलित होइन अनि त्यसपछि उसँग पावर पहुँच नभएकै कारणले न्याय नपाएको मलाई ट्रोल गर्नुको कारण पनि म एउटा मुस्लिम समुदायको छोरी चेली भएर ट्रोल गरेको छ र उसले दलितै हुनु कारणले न्याय नपाएको भनेर भन्छु म हो हेला गरेकै हो नभए यत्रो दिनमा किन आएन त 24 घण्टाभित्र सानो बच्चा छ 24 दिनको बच्चा छ राज्य किन मौन किन 24 थाहा पाउने बित्तिकै यहाँ पठाउनु पर्ने हाम्रो नेपालको कानुन पहिला गणतन्त्र हुँदाखेरि पनि त्यस्तै अहिले पनि के सुधार आउँछ भनेर त नेपाली जनताले भोट हालेको होइन। 2/3 बहुमतको सरकारको सभापति हुनुहुन्छ रवि लामिछानेजी अहिलेसम्म उहाँको कानमा के यो समाचार नपुगेको हो त? नपुगेर होला उहाँको कानमा तेल हालेर कान खोल्नु पर्ने हो। बालेन सरकार किन चुप छ अहिलेसम्म? यो सबै कमी कमजोरी हाम्रो राज्यको हो नेपाल सरकारको हो। 24 दिनको बच्चा घाम पानी कसरी बसेको होला यो कुरा नि महिलाले मात्रै बुझ्न सक्छ के अहिलेसम्म बच्चा पाएको छ। अहिले सुन्नु न अहिलेसम्म पनि उसको सुनवाई नहुनु उसले न्याय नपाउनुमा यो कमजोरी चाहिँ तपाईँको सरकारको हो कि अथवा चाहिँ पीडित पक्षको हो? यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? नेपाल सरकारको हो। नेपाल सरकार पीडित सडकमा उत्रिन्छ यसको मतलब कि ऊ साँच्चै पीडामा छ नभए कसैलाई शौक लाग्दैन रहरले आउँदैन सडकमा। यो माइती घर के को लागि बनाएको छ? यो माइती घर के को लागि बनाएको रहेछ भनेर मैले प्रश्न गर्न चाहे। सुन्नु न यो माइती घर के को लागि बनाएको रहेछ? यहाँ आफ्नो केही कुराहरू एउटा हुन्छ नि लायक कुरा राख्नको लागि धर्ना दिनको लागि होइन नि त। यो त धर्ना मात्र होइन यो त घरै बनाउन लाग्यो त नि घरै बनाउन लाग्यो त नि आफू जन्म ठाउँ बनाउन लाग्यो त नि नेपाली जनताले आखिर किन लाज मर्दो कुरा होइन। अब तपाईँहरू यो माइती घर मण्डलामा बसेर यसरी बोलिरहनु भन्दा नेपाल सरकारको कुन निकायमा कानुन मन्त्रालय जानुपर्ने हो कि होइन सिआइबीमा जानुपर्ने हो कि अनुसन्धान आयोगमा जानुपर्ने हो कि अथवा नेपाल सरकारको कुन छ एकदम छानबिन गर्ने जुन अभिनय अङ्गहरू छ त्यो अङ्गहरूलाई चाहिँ गएर घचघचाउनु पर्ने यो काम चाहिँ नि कानुन मन्त्रालय सबभन्दा पहिला मानव अधिकार आयोग के हेरेर बसिरहेको छ? मानव अधिकार आयोग कानुन मन्त्रालय महिला तथा बालबालिका मन्त्रालय किनकि यहाँ बच्चा छ नि त